मेरो पुस्तक स्मृतिका पानाहरूबाट 29औं कविता लिएर प्रस्तुत भएको छु र यस कविताको शीर्षक छ अर्निकोको चित्र जस्तै तिम्रो मुहार। र कविता यस प्रकार रहेको छ। अर्निकोको चित्र जस्तै तिम्रो मुहार, रङ्गीन क्यानभसमा फुलेको बहार, हेर्दा मात्रै पनि मन रमाउँछ, बसन्तको आगमनको आभास गराउँछ तिम्रो बोली तानसेनको धुन, मनको वीणामा गुन्जन्छ हर पल सुन। तिमी आयौ यौवनको हृदयमा फूल झैँ, सपनाको सौन्दर्य बनी शून्यमा धूल झैँ। तिम्रा आँखा मुग्ध मोहित राजाहरू जस्तै, भ्रिकुटीमा बाण अधरमा अमृत जस्तै। तिम्रो हाँसो मुनालको पखेटा हो कि कञ्चनजङ्घा गुन्जने गीत जस्तो देखिन्छ कि। तिमी आयौ मुगल कालको कविता बनी, सिंहस्थ जस्ता स्वर्णिम दिनहरू झल्काउने मेरो जीवनमा प्रकाश छर्दै। अशोकका अश्वहरू जस्तै निडर बन्दै, गगनचुम्बी प्रेमको गाथा लेखौँ तिमी माया बनी म कवि झैँ लेख्दै। दार्जिलिङको स्तम्भहरू जस्तै अमर बनौ तिमी सौन्दर्यकी देवी, म तिमीमा हराउँ। धन्यवाद।